नेपालमा यो डिजिटल भुक्तानी खास गरी कोभिड पछि जसरी बढ्यो नि त्यो त गजबै भयो। हो नि, ई सेवा, खल्ती, कनेक्ट आइपीएस यिनीहरूले त हाम्रो कारोबार गर्ने बानी नै पुरै चेन्ज गरिदिए। एकदम। तर यो सुविधा त आयो हैन, तर यसको पछाडि केही गम्भीर कुराहरू पनि छन् जस्तो लाग्छ कि कसो? छन् नि। आज हामीसँग केही महत्त्वपूर्ण स्रोतहरू छन् हैन। एउटा त मोबाइल वालेट प्रयोग, विश्वास र सुरक्षामा केन्द्रित रिसर्च पेपर नै भयो। अनि नेपाल राष्ट्र ब्याङ्कको एउटा प्रस्तुति छ जसले कानुनी र नियामक पाटो देखाउँछ। अनि हालैका त्यो सुरक्षा चुनौतीबारे समाचारहरू पनि छन्। ओके। हाम्रो लक्ष्य चाहिँ यी सबैलाई केलाएर विश्वास, सुरक्षा, गोपनीयता अनि नियमनको के भूमिका छ त भनेर अलिक गहिरिएर बुझ्ने हो। ल, त्यसो भए सुरु गरौँ न त। यो प्रयोग बढ्दै जाँदा जोखिम पनि त बढ्यो होला नि? एकदम बढ्यो। स्मार्टफोन र इन्टरनेट सबैको हातमा पुग्यो। सुरुमा राष्ट्र ब्याङ्कले पनि अलि प्रोत्साहन गर्यो। हो। त्यसले गर्दा डिजिटल भुक्तानी ह्वात्तै बढ्यो। तर त्यो पेपरले भने जस्तै एकातिर सजिलो भयो हैन, अर्कोतिर सुरक्षा, गोपनीयताको चिन्ता पनि थप्यो, जसमा अझै धेरै खोजी हुन बाँकी छ भन्या छ। हो, त्यही सुविधा र सुरक्षा बीचको सन्तुलनकै कुरा आयो फेरि। हो, त्यही हो मुख्य चुनौती अहिले। र यसको केन्द्रमा छ विश्वास। त्यो पेपरले के भन्छ भने विश्वास भनेको चाहिँ सेवा दिने कम्पनी कत्तिको इमान्दार छ, उसको नियत कस्तो छ र उसमा त्यो सेवा दिने क्षमता छ कि छैन भन्ने कुरामा गरिने भरोसा हो। झन् यो अनलाइन कारोबारमा जा आम्ने सामने भेट हुँदैन, अलि अनिश्चितता हुन्छ नि, त्यहाँ त विश्वास झन् महत्त्वपूर्ण हुने भयो। अनि त्यो शोधपत्रले विश्वास र मोबाइल वालेट चलाउने सोचाइबीच के सम्बन्ध देखायो त? के पत्ता लाग्यो नि। रमाइलो कुरा के छ भने विश्वासले सिधै प्रयोग गर्ने मनसायलाई त असर पार्छ नै, तर त्यो भन्दा पनि बढी प्रयोगकर्ताले कत्तिको सुरक्षित महसुस गर्छन्, आफ्नो प्राइभेसी जोगिन्छ जस्तो लाग्छ कि लाग्दैन भन्ने कुराले विश्वासलाई बढाउँदो रहेछ। भनेपछि सुरक्षा र गोपनीयताको अनुभवले विश्वास बढाउने भयो। हो, अनि त्यो बढेको विश्वासले गर्दा प्रयोग गर्ने इच्छा बढ्ने रहेछ। जब प्लेटफर्म सुरक्षित छ भन्ने लाग्छ तब न विश्वास लाग्छ। अब यो सुरक्षा र गोपनीयताको कुरा गर्दा के यी एउटै हुन् कि फरक छन्? त्यो पेपरले के भन्छ? हैन, फरक छन्। पेपर अनुसार गोपनीयता भनेको चाहिँ आफ्नो व्यक्तिगत जानकारीमाथि आफ्नो कन्ट्रोल हुनु हो। मतलब मेरो डाटा कसरी लिइन्छ, केमा प्रयोग हुन्छ, कोसँग शेयर गरिन्छ भन्ने कुरा। ओके। सुरक्षाले चाहिँ तपाईको डाटालाई बाहिरिया ह्याकर वा अरू कसैले नपाओस् भनेर जोगाउँछ। बुझेँ। दुवै कुरा उत्तिकै महत्त्वपूर्ण छन् विश्वासको लागि, तर अलि फरक हुन्। यसमा त त्यो केवाइसी को पनि भूमिका होला नि? आफ्नो ग्राहक चिन्नुहोस् भन्छ नि। हो, केवाइसी महत्त्वपूर्ण छ। पहिचान भेरिफाई गर्ने तरिका हो, तर यसको पनि आफ्नै झन्झट छ। कहिले फोटो क्लियर भएन भन्छ, कहिले डकुमेन्ट पुगेन भन्छ, कहिले डेट एक्सपायर भयो भन्छ, कहिले सिग्नेचर मिलेन भन्छ। हो नि, अस्वीकृत हुँदा प्रयोगकर्तालाई दिक्क राख्छ। तर त्योभन्दा पनि गहिरो कुरा, के केवाइसीले मात्रै अहिलेको डिजिटल ठगी वा भित्रैबाट हुने गडबडी रोक्न सक्छ त? खै, गाह्रै छ। त्यसो भए नियामक निकाय मतलब नेपाल राष्ट्र ब्याङ्कको भूमिका चाहिँ के हो त यसमा? राष्ट्र ब्याङ्कको प्रस्तुति अनुसार उसको भूमिका धेरै खालको छ। एउटा त ऊ आफैले प्रणाली चलाउँछ, जस्तै त्यो ठूलो रकम कारोबार गर्ने आरटीजीएस प्रणाली। आरटीजीएस। दोस्रो, ऊ निरीक्षक हो। वालेटहरू, भुक्तानी प्रणाली प्रदायकहरूको नियम पालना गरे नगरेको हेर्ने, अडिट गर्ने, कमजोरी भए सुधार्न लगाउने। अनि तेस्रो चाहिँ उत्प्रेरक, मतलब नयाँ प्रविधि ल्याउन, सिस्टम अझै राम्रो बनाउन, निजी क्षेत्रलाई हौसला दिने। यी कामहरू गर्नलाई कानुनी आधार के छ त? मुख्यतः नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 र भुक्तानी तथा फर्स्यौट ऐन 2075 नै हुन्। यिनैले अधिकार दिएको छ राष्ट्र ब्याङ्कलाई। उनीहरूको सिद्धान्त चाहिँ अनुमूलन गर्ने, मूल्याङ्कन गर्ने अनि सुधार गर्न प्रेरित गर्ने भन्ने छ। तर यस्तो नियम कानुन निरीक्षण हुँदा पनि साइबर हमलाका घटना त सुनिन्छन् नि बेला बेला, रोकिएको त छैन? छैन, झन् खतराहरू बढेका छन्, जटिल भएका छन्। राष्ट्र ब्याङ्ककै प्रस्तुतिमा पनि बङ्गलादेश ब्याङ्कको ह्याक, नेपालकै एनआइसी एसिया ब्याङ्क, नेपस्विचका घटना उल्लेख थिए। हो र? त्यसैले साइबर रेजिलियन्स भन्ने कुरा आजकल एकदम महत्त्वपूर्ण छ। मतलब साइबर अट्याक हुन सक्छ भनेर अनुमान गर्ने, भइहाले सामना गर्ने
असर कम गर्ने अनि छिटै नर्मल अपरेसनमा फर्किने क्षमता। अनि त्यो CPMI को रिपोर्टले त एन्ड पोइन्ट सुरक्षा यानि हामी प्रयोगकर्ताको आफ्नै मोबाइल कम्प्युटरको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण छ भनेको छ। ओहो, खतरा त जताततै रहेछ। यी खतरा कम गर्न राष्ट्र ब्याङ्कले अरू केही निर्देशन दिएको छैन त? छ नि, दिएको छ। त्यो प्रस्तुति अनुसारै केही मुख्य निर्देशनहरू छन्, जस्तै हरेक कारोबारमा डबल जाँच, त्यो 2 फ्याक्टर अथेन्टिकेसन 2FA अनिवार्य छ। त्यो OTP जस्तो हो, त्यस्तै। अनि कारोबार भएपछि SMS अलर्ट पठाउनै पर्यो। कारोबारको लिमिट तोकिदिएको छ। अनि अरू कम्पनीहरूले हरेक वर्ष सिस्टम अडिट गराउनुपर्छ अनि भवितव्य पर्दा डाटा र सेवा रिकभर गर्न डिजास्टर रिकभरी प्लान DRP बनाएको हुनुपर्छ। साइबर हमलाको जानकारी अरूलाई पनि तुरन्तै सेयर गर्नुपर्छ। अनि कार्ड कारोबार गर्नेले त PCI DSS भन्ने अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड नै मान्नुपर्छ। बाफ्रे, यति धेरै नियम। तर यस्तो हुँदाहुँदै पनि हालै खल्तीमा कर्मचारीले नै ग्राहकको जानकारी दुरुपयोग गर्यो भन्ने समाचार आयो नि। हो, आयो। त्यो फिस्कल नेपालको लेखले त्यसलाई सिधै विश्वासमाथिको धोखा र कम्पनीको भित्री कन्ट्रोल कति कमजोर रहेछ भन्ने देखायो भनेको छ। हो नि, यसले त बाहिरी भन्दा भित्री जोखिम पनि कति हुँदो रहेछ भन्ने देखायो। एकदम। अर्कोतिर त्यो सेतो पार्टीको लेखले चाहिँ साधारण प्रयोगकर्तालाई कसरी झुक्क्याउँछन्, त्यो फिशिङ लिङ्क पठाएर OTP चोरेर ठग्ने तरिका बताएको छ। त्यसले चाहिँ प्रयोगकर्ता आफै कति चनाखो हुनुपर्छ भन्ने देखायो। त्यसो भए अन्त्यमा प्रयोगकर्ताले के कुरामा ध्यान दिनु पर्यो त, छोटकरीमा भन्नुपर्दा? दुवै समाचारले भनेको छ कुनै पनि लिङ्क आयो भने हत्तपट्ट क्लिक नगर्ने, URL राम्ररी हेर्ने, वेबसाइटको ठेगाना HTTPS-बाट सुरु हुन्छ कि हुन्न त्यो चेक गर्ने। अनि पासवर्ड बलियो बनाउने, बेला बेला फर्ने, सकभर पब्लिक वाइफाईमा पैसाको कारोबार नगर्ने, अनि आफ्नो खापा स्टेटमेन्ट चाहिँ नियमित हेर्ने। यदि गर्दा पनि धेरै जोगिन्छ। ल त आजको यो गहिरो विश्लेषणलाई अब बिट मारौँ है त। डिजिटल भुक्तानीले सुविधा त दियो, अपार सुविधा दियो। तर यो सुविधा टिक्नलाई प्रयोगकर्ताको विश्वास, सेवा दिने कम्पनीको सुरक्षाप्रतिको जिम्मेवारी अनि नियामक निकायको कडा निगरानी, यो तीनवटा कुराको सन्तुलन चाहिने रहेछ। एकदम। र यो सन्तुलन कायम राख्न निरन्तर सुधार चाहियो। राष्ट्र ब्याङ्कको प्रस्तुतिले भने चाहिँ सहकार्य, प्रविधिमा लगानी, कडा नियन्त्रण र सबैभन्दा महत्त्वपूर्ण प्रयोगकर्ता सचेतना, यो सब बढाउँदै लानु पर्यो। अनि अन्त्यमा एउटा प्रश्न छाडेर जाउँ न त। प्रविधि यति छिटो दौडिरहेको छ, ठगहरू पनि उस्तै चलाक छन्। के नियम कानून र कम्पनीको सुरक्षाले सधैँ यिनीहरूलाई भेट्टाउन सक्ला त? कि अन्तिममा जिम्मेवारीको ठूलो हिस्सा हामी प्रयोगकर्ताकै कानमा आइपुग्छ? यो सोच्नुपर्ने कुरा छ।